यसरी मिटिङ भइरहेको ठाउँमा सोध्दै नसोध्दै भित्र पस्ने? त्यही त होइन, कस्तो खालको मान्छे हो तपाईँ? अनुमति लिनु पर्दैन भित्र पस्न? मिटिङै हो र हजुर? यो कस्तो खालको मिटिङ हो यो? यो हाम्रो आन्तरिक मिटिङ। के काम छ ल भन्नुहोस्। मेरो एउटा सानो काम थियो हजुर, 3-4 दिन भयो आएको। ल न हजुर यसो। ए तपाईँको काम हुन्न, आज जानुहोस्। त्यो काम त मलाई थाहा छ नि। त्यसो नभनिदिनु न हजुर, म एकदम पीडित छु के। आज यो काम सिद्धिएर गाउँ जानु पाए हुन्थ्यो। म जे गर्न नि तयार छु हजुर, भन्नुहोस् मैले के गर्नु पर्यो? के गर्नु हो तर? खै 3 दिन आउँदा नि गर्नुपर्ने कुरो बुझ्नु हुँदो रहेछ। हाम्रो मन्त्रालयमा नयाँ मन्त्री आउँदै हुनुहुन्छ, उहाँ आएछ तपाईँ काम हुन्छ। अहिले जानुहोस्। यति कामको लागि किन मन्त्री आउनु पर्यो हजुर? हजुरहरूले गर्ने काम त टुङ्गिँदै भइहाल्यो। होइन, कस्तो घामट मान्छे हो? काम हुँदैन भनेपछि जानु नि। अनि यसो हाम्रो मन्त्रालयमा त कडा मन्त्रीज्यू आउँदै हुनुहुन्छ अरे। के हो? पहिला त कडै त हुन्छ नि सबै। नरम बनाउने त तपाईँ हामीले हो नि। कस्तो कडालाई त नरम बनाइयो।